आज हामीले घरमा यति धेरै पुरी किन बनायौँ होला त साथीहरू। हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। तपाईँहरूलाई स्वागत गर्न चाहे मेरो अर्को नयाँ मिनी ब्लगमा। आई होप तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। साथीहरू यो चाहिँ मेरो डे 5 मिनी ब्लग हो। साथीहरू आज हामीले पुरी बनाउन लागेको छौँ। आज हामीले पुरी किन बनायौँ होला त साथीहरू, र खास भने हिजो बनाउनु पर्ने यो पुरी साउनको 1 गते, तर आज हामीले बनाइरहेको छौँ पुरी। हिजो किन नबनाएको भन्दाखेरि चाहिँ साथीहरू हिजो चाहिँ हामीले टाइम पाएको थिएन, त्यही फुर्सद पनि भएको थिएन, त्यही भएर चाहिँ आज बनाउन थालेको साथीहरू। मम्मीले चाहिँ बना भन्नुभयो अनि त्यही भएर चाहिँ आज हामीले बनाउन लागेको साथीहरू पुरी। साथीहरू अनि मैले सुरुमा त आगो बाली, आगोमा अनि कराही टेकाएर अनि तेल हालिदिएँ। तेल चाहिँ एकछिन तात्छ भनेर चाहिँ मैले रोटी बेल्न सुरु गरेँ। पिठो चाहिँ अघि नै मैले मुछेर राखेको थिएँ साथीहरू, अनि एकछिन पछि निकाल्दाखेरि यस्तो गिल्लो भएको थियो साथीहरू, अनि हाल्न नै गाह्रो भएको थियो। अनि बल्ल तल गरेर मैले रोटी तयार बनाएँ साथीहरू। मलाई चाहिँ मम्मीले त रोटी बेल भन्नुभयो अनि त्यही भएर चाहिँ म रोटी बेल्न सुरु गरेँ। अनि मम्मीले चाहिँ रोटी तार्छु भन्नुभएको थियो, त्यसरी चाहिँ म रोटी बेल्न सुरु गरेँ साथीहरू। रोटी हाल्न चाहिँ निकै गाह्रो भएको थियो साथीहरू, किनभने पिठो गिल्लो भएको थियो। मैले चाहिँ रोटी बेलुन्जेलसम्म चाहिँ तेल तातियो, त्यही भएर चाहिँ साथीहरू मैले त्यही तेलमा हालिदिएँ साथीहरू। देख्न सक्नुहुन्छ यस्तो राम्रो भएको छ। मैले चाहिँ सोचेको पनि थिएन यस्तो राम्रो फुलिन्छ भनेर, तर राम्रो भएको छ साथीहरू। उसतिर चाहिँ निकै गरिम भएको थियो साथीहरू, त्यही भएर चाहिँ म एकदमै आत्तिसकेको थिएँ, पसिना आएको थियो कि साथीहरू। अनि हामीले चाहिँ हाल्दै अनि एकदमै धेरै भएको थियो साथीहरू। अनि मम्मीले चाहिँ मैले हाई गर्नु भनेको अरे हाई भन्नुभयो। अनि मम्मीले चाहिँ त्यहाँ गोलो बनाउनुहुन्छ नि, त्यो गोलो बनाउँदै हुनुहुन्थ्यो। अनि मैले चाहिँ बेल्दै गरेँ, अनि मम्मीले चाहिँ तान्दै गर्नुभयो, अनि मैले चाहिँ हाल्दै गरेँ। कोही चाहिँ राम्रो भएको थियो साथीहरू रोटी, कोही चाहिँ नराम्रो भएको थियो। अनि मम्मीले चाहिँ तार्दै हुनुहुन्छ देख्नुहुन्छ साथीहरू। अनि मम्मीको शरीरबाट अघि मुखबाट चाहिँ यस्तो पसिना आएको थियो नि साथीहरू, यस्तो बिचारो गरिम भएको थियो मम्मीलाई पनि। तल गरेर चाहिँ मम्मीले र मैले मिलेर चाहिँ रोटी भ्याइम सकेर देख्नुहुन्छ फाइनल लुक देख्न सक्नुहुन्छ, यस्तो राम्रो भएको थियो नि, नरम कमलो सफ्ट भएको थियो साथीहरू। मेरो भिडियो चाहिँ तपाईँहरूले कहाँदेखि हेर्नुहुन्छ र मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला। आजको लागि यति नै साथीहरू, अब नेक्स्ट मिनी ब्लगमा भेट्नुपर्छ। बाई।